ग्वालाबाट आया मान्छे खाऊ त कसरी खान्छौ खाऊ हेलो एभ्रिवान वेलकम टु ब्याक न्यू भ्लग आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु अनि अहिले चाहिँ म भन्दा पनि म बिहानै आज बिहान 9 बजेतिर आइसकेको थिएँ अनि अहिले त साँझको 5 बजिसक्यो अनि 5 बजिसकेर अनि म दिउँसो खाना खाएर आराम गरेर भर्खरै उठ्दैछु म भर्खर उठेको सबै ग्वाला गइसक्नु भएको छ निर्मला ग्वाला गइसकेका छन् अनि हाम्रो गाउँ चाहिँ यस्तो छ साथीहरू अनि यो चाहिँ गाउँ हो सर र यो मकैहरू अनि सानो पाठा पनि रहेछ त हाम्रो घरमा मन एउटाले दुईटा जन्माएको रहेछ फेरि यो दुईटा एउटाको एउटा यो एउटा अर्को छ अनि दुईटा रहेछ नि त्यो दुध खानको लागि त्यहाँ क्या गरिरहनु क्या कहाँ अब मलाई खान्छौ त दुध खान्छ छैन अब ग्वाला गएको छ मम्मी अब पछि खाने है यसले कस्तो भइरहेको खानु खोजिरहेको आउँला नि खाइदिएला क्या गाउँ रमाइलो छ साथीहरू अब गाउँमा रमाइलो त हुन्छ अनि सबै हरियालीपनहरू होइन अब पहिला बसिरहेको ठाउँहरू रमाइलो त लाग्छ तर के हुँदैन त्यो बुझ्नु न होइन घर बसेपछि त्यही हुँदैन क्या बुझिसक्नु होला हजुरहरूले हाम्रो बोइले फेरि बाख्रा खोर बराल्दै हुनुहुन्छ नाति गाएर आएन बाख्रा खोर बराल्ने भयो त भन्ने सोच्नु भएको छैन घर बिहा बाख्रा खोर बराल्न पठाउन दिए कि अनि भन्ने लाग्छ कि घर पनि त बाख्रा खोर बराल्छ बराल्नु त के गर्नु त भाइ के गर्ने अब तिमीहरूको 1-2 घन्टा पछाडि आउँछन् अब 2 घन्टा 7 बजी ल्याउँछन् बाख्रा 7 बजी ल्याउनु भयो त 5 बजी अनि 2 घन्टा पछाडि खान्छ भने दुध पनि पुग्दैन नि कहाँबाट हुन्छ हाम्रो कुत्ता कताको हो त कुत्ता म जाँदाखेरि सानो थियो कुकुर अहिले त ठुलै भइरहेछ रक्की नाम राख्दैछ नि फेरि निर्मला रक्की सानो फलेको छ अर्ग्यानिक खुर्सानीहरू गाइस अर्ग्यानिक खुर्सानीहरू यसमा चाहिँ फलेर छ यहाँनिर यो अर्ग्यानिक खुर्सानीहरू यता घरको पेटीको डिलमा अर्ग्यानिक खुर्सानीहरू गाउँ भएपछि सबै चिजहरू अर्ग्यानिक खान पाउँछ फेरि उयो केरा पनि अर्ग्यानिक हो नि केरा यहाँनिर केरा लागिरहेछ क्या अनि यो केही दिन पछाडि छिप्पिन्छ अनि उ त्यतातिर पनि छ हाम्रो यो पनि हाम्रै हो अनि यतातिर भाँडा मिस्ने पनि बनाउनु भएको रहेछ ट्याक्कै यहाँनिर हाम्रो भाँडा मिस्ने धारो पनि आउँछ भयो ट्याक्क पर्यो नि सबै ट्याक्क पर्या भएछ त सानो आइरहेको छ यत्रो भएपछि ल सही हो यो पत्थरी परेको छ भनेर पत्थर चट्टा पनि ल्याएर रोप्दै रहेछ नि त बजारमा भएपछि किन्नु पर्छ नि भयो खुर्सानी क्या ए तता गाउँमा जताकतै बुटापाटी लगाइदियो खुर्सानी यो कोठेबारी दिदीहरूले बनाउनु भएको कोठेबारी नि भयो दिदीले धेरै मिहिनेत गरे यसमा पनि यो बाहन भिन्डी अर्ग्यानिक भिन्डी अनि यो के उम्रिरहेछ त यो फेरि साइडमा फलिरहेछ यो खाने मलाई यहाँ पिसानी रहेछ अनि कहाँको चाहिँ यहाँ छ यता पनि झाल रहेछ 1 2 3 4वटा झाल रहेछन् काँक्राको फल्या चाहिँ कोही छैन नि के हो कोही छैन नि त फुल्या चाहिँ छ खुचुर रक्की गरी फेरि आइज पाउँदै आइज पहिला यो पुरा यो बाइक हुने बेला कस्तो गर्थ्यो यसले मलाई आइज माथि फुटाउँदैन आइज ल आइज दे अर्को दे अर्को क्या अर्को दे न यार अर्को यो दे यो ले दुईटा दियो ल एउटा समस्या आउनु लागेको फेरि यहाँ भर्खर आज घरबाट आएर भिडियो अपलोड गर्न लाग्यो भिडियो अपलोड हुन्न त के भएको हिजोसम्म भिडियो अपलोड भइरहेको थियो आज भिडियो अपलोड हुन्न
अर्को तरिकाबाट मैले टाइटल थम्बनेल केही नलेखेर फेरि भिडियो अपलोडमा हालेको छु। यसमा चाहिँ देखाएको छ 12-13 मिनट 12-13 सेकेन्ड चलिरहेको छ। तान्दै के गर्छ गाह्रो भएको त 4:05 भइसक्यो। 7 बजी भिडियो अपलोड गर्नुपर्ने 4:05 भइसक्यो। 1.5 घन्टा टाइम चाहिँ भएन भने त तनाव भयो। 6 बजीको जम्मा 45% भएको छ। 1 घन्टा छ गाइज 1 घन्टामा हेरौँ जान्छ कि नै। गयो हुन्थ्यो मतलब टेन्सन भइहाल्छ। 7 बजी मैले डेली भ्लग गर्ने भने सपना नै पुरा हुन्न क्या। अपलोडमा राखिदिरहेको छु अनि जाँदै गएको छ। 46 भएको छ अहिले भर्खर। कुचु मम्मी आयो दुध खायो तिमीहरूले ल म्यामे गरेनौ। कति खान्छौ पानी भन त्यही अनुसार ल्याउँछु ल। ग्वालाबाट आयो मान्छे खाऊ त कसरी खान्छौ खाऊ नगर थाकेर होला। अब ग्वालाबाट काम गरेर आयो नि हामी घरै बसेर त भात कहाँबाट सार्ने मलाई के थाहा त। अर्को काँक्री सार्ने म त खाऊ न ल। चिसो बनाउँला पछि बरफ ल्याएर फ्रिज ल्याउँला एउटा अनि चिसो हुन्छ। आज हामीले बजार नातिले काम गऱ्यौँ। के काम गर्दैन यहाँ घर मोबाइलबाट हामीले भिडियो बनायौँ नि भयो। भिडियो बनायौँ अनि बाहिर खोर बरा ल्याए अनि यता भाँडा मिस्या अनि यता बोइले बराल्ने मैले खिच्ने भयो आज पहिलो दिन। अनि काँक्रा गऱ्यौँ देखेन मोबाइलले देखेन मैले मोबाइलमा हेरेँ अनि भोक लाग्यो जस्तो गरेर अहिले मैले दम खाइदिएँ। भात खाएको तिमी आयो त्यस्तो रमाइलो हुन्छ गाउँमा आएपछि। भात जति बेला मलाई त्यति बेला निकाल्यो खायो। विदेशको जस्तो हुन्न साथीहरू होइन। साँझ पनि भइसक्यो। हाम्रो निर्मलाजी भर्खरै आइसक्यो वालाबाट। अब खाना पकाउने कार्यक्रम हुन्छ। आजलाई भ्लग यति नै। हाम्रो भ्लग कस्तो लाग्यो होइन मन पऱ्यो भने चाहिँ लाइक सेयर कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला। भेटौँला फेरि। अब भेटौँला होइन सधैँ भेटिरहने भएको। अब गाउँमा आइहाल्छ सधैँ भेटौँला होइन। भोलिको भ्लगमा अर्को भ्लगमा न्यू भ्लगको साथमा भेटौँला। आजलाई चाहिँ बाई बाई टाटा बाई बाई भन।